हेलो 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 दर्शन नमस्ते गाइजहरू। आज हामी लोटस मन्दिर आइरहेका छौँ र यहाँको चाहिँ प्रवेशद्वार तपाईँहरू देख्न सक्नुहुनेछ। ट्रेनको यात्रा के भन्छ मेट्रोको यात्रा गरेर चाहिँ फेरि हामी यहाँ अटोबाट यहाँ आइरहेका छौँ र यो लोटस मन्दिर हामी प्रवेश गर्दैछौँ। हेरौँ कस्तो छ यो हाम्रो पहिलो अनुभव रहनेछ हामी सबैजनाको। यहाँ के छ अथवा क्यामेराहरूको चलाउन दिन्छ या दिँदैन त्यो फरक कुरा हो। र यहाँ हेर्नुहोस् लोटस मन्दिरको नजारा दृश्य एकदमै रमणीय हुनेछ होला सायद। हेरौँ सेक्युरिटी चेक भइरहेको छ हाम्रो भाइहरूको पनि त्यहाँ आउँदै हुनुहुन्छ। सेक्युरिटीको त पक्कै जरुरत छ। लेन पनि माथि उडिरहेको छ अनि यहाँ चाहिँ र यही दिनमा चाहिँ हामी घुम्न आइरहेको अवस्था हो। दर्शकवृन्दहरू यहाँ हेर्न सक्नुहुन्छ एकदमै राम्रो दृश्य चाहिँ देखिरहेको छ। अब त्यो मन्दिर हामी जानेछौँ अनि कस्तो देखिन्छ नजिकैबाट हामी त्यसलाई पनि निहाल्नेछौँ। हो फोटो अहिले म भ्लग बनाइरहेको छु। अब अलिक त्यहाँ पर गएर फोटो खिच्नुपर्छ, केही छैन। फोटो त आज हामी लिने नै छौँ होइन गाइजहरू, पक्कै फोटो लिनेछौँ। थोरै मजा त तपाईँहरूलाई पनि त आउनु पऱ्यो होइन। यहाँनिर कस्ता कस्ता पर्यटकहरू छन्, हामी जस्तै पर्यटकहरू मात्रै हो कि योभन्दा अलिक सुन्दर राम्रा पनि आउँछन्। हेरौँ गाइजहरू, आज हामी यहाँसम्म आइपुग्यौँ र यो ब्याकग्राउन्डको दृश्यले तपाईँहरूको मन पनि पक्कै पनि लोभिएको हुनुपर्छ। हेर्नुहोस् यो यसलाई त के भन्छ यो फाँटहरू होइन कति राम्रो छ। अनि यो दृश्यहरू यो कटिङ गरेर बनाएको रुखहरू टक्क है। अनि यहाँका पर्यटकहरू पनि त्यस्तै किसिमका। अनि हाम्रो भाइ पनि भाइ कस्तो भइरहेको छ थोरै यो विषयमा भनौँ। मजा पनि आइरहेको छ दाइहरूसँग घुम्न पाउँदा होइन। दाइहरूले राम्रो नै घुमेर गएको छ दिल्ली। आज झन् मेट्रोमा आयो, मजा आयो, अनुभव राम्रै छ त्यसको होइन। ठाउँ पनि राम्रो आयो, मन्दिर आइएको छ आज। ल ठिक छ। यहाँबाट प्रवेशद्वारमा चाहिँ पानी पनि सुविधा छ, पानीको पनि एकदमै राम्रो छ। हेरौँ अब यहाँबाट हामी जाँदैछौँ है गाइजहरू। यो चाहिँ जेन्ट्स टोइलेटहरू होला, यो पनि सुविधा रहेछ। यहाँ जाँदैछौँ, त्यहाँ पुगेपछि फेरिमा जोड्ने छु है। यहाँ ल कस्तो दामी देखियो ल गाइजहरू है। वाह, अब यहाँको चाहिँ दृश्यहरू चाहिँ मनमोहक छ र यहाँबाट तपाईँहरूलाई त्यसरी देखाउन गइरहेको पक्कै पनि अस्ट्रेलिया जस्तो पो लाग्दैछ हौ मलाई त साथी। तपाईँहरूलाई कस्तो लाग्यो भन्नुहोस् त। अस्ट्रेलियाको भाइब्स आइरहेको छ। यहाँबाट जाँदैछौँ जाँदैछौँ। दर्शकवृन्दहरू, तपाईँहरूलाई पक्कै पनि यो लोटस मन्दिर मन पर्यो होला। यहाँको वरिपरिको दृश्य र यहाँको दर्शकहरू पर्यटकहरू र हामी पनि यसै दृश्यहरूलाई हेर्न आएका थियौँ। यो चाहिँ दिल्लीको लगभग मुटुमै छ भनौँ। यस्ता किसिमका सिनहरू चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। यो लोटस मन्दिर तपाईँहरूलाई पक्कै पनि भाइब्स आयो होला। यो पनि अस्ट्रेलिया जस्तो देख्छु होला, आउनुहोस्। मजा आएको छ। अब हामी त्यहाँबाट माथि उक्लिनेछौँ र त्यहाँबाट देखिने दृश्य चाहिँ कस्तो हुनेछ फेरि हामी हेर्नेछौँ। हामी गइरहेका छौँ। सिँढी चढेर माथि जानुपर्ने अवस्था देखियो। ओहो, यहाँभित्र चाहिँ पानी रहेछ है, पानी रहेछ। विशाल दृश्य देखिरहेको छ। ल यो हो नि त यो गुड
माथि पनि चढ्न पाइने रहेछ तर यो चाहिँ के खास के प्रपोजको लागि बनाइएको हो भन्ने कुरा चाहिँ मलाई अहिलेसम्म थाहा छैन तर यो चाहिँ एकदमै मनमोहक रहेछ रमाइलो रहेछ यहाँ भित्रको प्रवेश यो जुत्ता खोल्नु पर्ने रहेछ एउटा मात्रै भइहाल्छ नि यार चले डालते हैं इधर उसको त ठुलो छ एउटा ओहो भाइले बोक्नु भयो जुत्ता ल ठिक छ यो जुत्ता खोल्नु पर्ने छ भाइ अलिकति आऊ यहाँ यता आऊ यता जुत्ता खोला यहाँ अब भाइलाई जुत्ता खोल्नु लागिरहेको छु जुत्ता खोलेर बोकेर त्यही भएर यो चाहिँ के हो गाइजहरू म तपाईँलाई देखाउँछु है यहाँ यस्ता यस्ता चिजहरू राखिएको छ पक्कै पनि यो केही यो होला यहाँ चाहिँ दोकान नै थियो जस्तो लाग्दैछ मलाई होइन अब यहाँ चाहिँ अहिले आएर यहाँ पनि यो कस्ता मान्छे कस्तो ठाउँमा बस्छन् भन्ने विषयमा चाहिँ देखाइरहेको अवस्था छ त्यही होला सायद है यहाँ यस्तो छ यहाँबाट हेर्दै जाउँ लोटस मन्दिरभित्र हामी प्रवेश छौँ र यहाँ आएपछि मात्रै थाहा भयो कि जुत्ता फुकालेर झोलामा हालेर हिँड्नुपर्ने रहेछ भन्ने कुराको ज्ञान चाहिँ यहाँ आएर थाहा भयो यो किन हो अब त्यसलाई पवित्र स्थल नै मानिन्छ होला सायद लोटस मन्दिर भनेरै आएपछि त पक्कै यहाँ त्यस्तै होला राम्रो नै हुनुपर्छ त्यो चाहिँ निस्किने ठाउँ होला सायद यहाँ लाइन बसिरहेको अवस्था यहाँ चाहिँ के हो कसो त्यो चाहिँ थाहा भएन रिसेप्सन जस्तो छ टिकटकै व्यवस्था होला मन्दिरभित्र प्रवेश गर्नको लागि चाहिँ यहाँ चाहिँ लाइन रहेछ अब यो लाइन चाहिँ के को लागि हो यो टल्केरै आएन हामी यो लाइनमा उभिएर गइरहेका छौँ र यो माथि चाहिँ के छ कस्तो छ हामी त्यहाँबाट चाहिँ हेर्नेछौँ है गाइज यहाँ चाहिँ पानीको राति चाहिँ लाइटिङहरू राम्रो हुन्छ होला यो पानीको फोहराहरू पनि आउँछ होला यहाँबाट होइन यता पनि ताल छ एकदमै रमणीय दृश्य छ पर शिरीष फुलेको दृश्यले एकदमै मनमोहक बनाइरहेको छ र यहाँबाट चाहिँ हामी जाँदैछौँ त्यहाँ कस्तो हुँदो रहेछ तपाईँलाई देखाउँछु यहाँ चाहिँ कार्पेट ओछ्याइएको रहेछ हेरौँ यहाँ माथि कस्तो देखिन्छ कौतूहलताले भरिएको छ यो मन अब हामी जाँदैछौँ यता यहाँबाट फर्किनेको दृश्य हो यो हामी यताबाट इन्ट्रान्स गरिएका थियौँ भने यहाँ जाँदैछौँ हामी भाइ म भिडियो बनाइरहेको छु आऊ न पहिला फर्किँदाखेरि बनाऊँ भाइ चाहिँ टिकटक बनाउनलाई निकै आतुर छन् हामी चाहिँ यो मन्दिरभित्र प्रवेश गर्न लागिरहेका छौँ अथवा कस्तो छ के छ अब हेरौँ बुझौँ हेर्दाखेरि चाहिँ एकदमै भयङ्कर देखिन्छ चलो मोबाइलहरू साइलेंट चले 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 उसके अंदर क्या होगा आप आगे आ जाइए अंकल आप फिर न्यू लाइन लगाइए आप यही रुकिए आप इसी लाइन के लिए आगे आ जाइए मोबाइल साइलेंट गर्नु इनीहरूलाई पनि भन्नु मोबाइल साइलेन्ट यहाँ चाहिँ मोबाइलहरू साइलेन्स गर्नु भन्ने कुराहरू भइरहेको छ भने
गाइजहरू त्यहाँबाट बाहिर निस्किसकेपछि हामी सबैले जुत्ता लगायौँ र त्यहाँभित्रको आर्किटेक्चर यति राम्रो रहेछ गाइजहरू होइन, यति राम्रो कि अब त्यहाँ चाहिँ त्यो धेरै ठुलो हल भएको कारणले गर्दाखेरि पनि त्यहाँ चाहिँ बोल्यो भने चाहिँ अब त्यो इको साउन्ड चाहिँ धेरै गुन्जायमान हुने कारणले गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ हामीलाई बोल्न दिएन र बोल्न मनाइ भन्ने कुरा पनि भयो। ठिकै छ, त्यसको लागि हामी केही छैन। तर त्यहाँनिर चाहिँ भगवान्को स्थितिहरू, हरेक धर्मको भगवान्को स्थितिहरू चाहिँ गरिने रहेछ र एकदमै मन शान्त हुने खालको वातावरण त्यहाँ सिर्जना भएको थियो। एकछिन धेरै नै रमाइलो लाग्यो र अब हामी यहाँबाट पुरा जाँदैछौँ गाडीहरू है। र यस्तो भिड छ यहाँ। अहिलेको माहौल हेर्दाखेरि चाहिँ तपाईँलाई लगभग 11:30-12 को हाराहारी बजिसक्यो होला मेरो अन्दाज मात्रै गरेको, मैले घडी चाहिँ हेरेको छैन। र घाम चाहिँ एकदम चर्को लागिरहेको छ, गर्मी पनि छ। तर हामीलाई चाहिँ रमाइलो भने पक्कै भइरहेको छ र यो भित्रबाट हामी निस्किरहेका छौँ। ठिक छ, बुहारीहरू पनि पछाडि रहेछ नि, ठिकै छ। गाइजहरू अब हामी यहाँबाट निस्किँदैछौँ। पहिला आउँदाखेरि चाहिँ त्यो बाटो भएर आएको थियौँ भने अहिले हामी जाने बेलामा चाहिँ यो बाटो जाँदैछौँ। ल, आजको भ्लग साँच्चै तपाईँहरूलाई मन पर्यो होला। मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला होइन। एकदमै रमाइलो भयो भाइ। के कस्तो भयो थोरै जानकारी रहेछ हाम्रो त्यहाँनिर। अब त्यहाँ हलभित्र छिरेपछि चाहिँ एकदम शान्त वातावरण पर्दो रहेछ। मजा भयो नि होइन? मजा भाइ कस्तो भयो? एकदम दामी, गजब भयो नि होइन? रमाइलो थियो। कुन देशमा बनेको छ नि यस्तै? कुन देश? त्यही त मैले अस्ट्रेलियामा भनिरहेको छु। अस्ट्रेलियाकै सरभाउ आउँछ। सिडनीमा कि खोइ कहाँ के भन्दै थियो, मलाई त्यति थाहा चाहिँ भएन। तर त्यसको ज्ञान फेरि लिउँला हेरेर, आधी मात्रै ज्ञान के दिनु होइन। र आजको भिडियो तपाईँलाई कस्तो लाग्यो, पक्कै मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब त मैले भनिसकिहालेँ। मन पऱ्यो भने गर्नु, मन नपरे नगर्दा पनि हुन्छ होइन। तर तपाईँहरूलाई मैले जानी नजानी भए पनि यो छोटो भिडियोहरू चाहिँ देखाउन गइरहेको थिएँ र देखाइसके पनि। अब हामी यहाँबाट निस्किन्छौँ। यहाँको यो डिजाइनहरू पनि धेरै राम्रो लाग्यो है गाइजहरू। यो फुलको कटिङ, अनि यहाँ चाहिँ यो व्यवस्थापन समितिहरू पनि एकदमै राम्रै होला सायद, के भन्नुपर्छ। यस्तो घाममा पनि एकदमै हरियाली वातावरण बनाइरहेको अवस्था छ। अब हामी यहाँबाट निस्किँदैछौँ। त्यो मन्दिरबाट बाहिर निस्केपछिको दृश्यहरू चाहिँ यहाँ छ है। एकदमै के चाहिन्छ नानी बाबुहरूको लागि पनि, छोरी मान्छेहरूको लागि पनि एकदमै रमाइलो ठाउँ। अब हामी यहाँ चाहिँ खानेकुराहरू खान पर्ला। गाइजहरू मेरो मोमो, भाइको छोले भटुरे, अनि यो चाउमिन पनिर। आमामामामा कुन चाहिँ राम्रो छ, अब त्यही खाने हो हामी है। अब चेक गर्ने हो कहाँ के राम्रो छ है त भाइ। ओके गाइज, ल यहाँ सबैजना भेला भइसक्यो। दर्शकवृन्दहरू, तपाईँहरूलाई कस्तो लाग्यो यो भिडियो? पक्कै पनि मन पर्यो होला। मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला। यति भन्दै बाँकी अरू भिडियोमा भेट्ने बाचाका साथ अहिले तपाईँहरूबाट बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।